गीतहरु नेवा इन्डस्ट्रीकै कुरा गरेर राख्दा financially is नेवा industry नेपाल भाषा musical industry specifically sustainable? No. No. Definitely no. Okay. किन भन्दाखेरि like base level देखि नै like हाम्रो in नेवा music industry चाहिँ commercialize छैन अनि people organizersहरु भनौं like you know like they try to work in a very less budget त्यो बजेट छैन के कसो मलाई थाहा छैन तर त्यो बजेट इश्यू चाहिँ हरेक लाइक शोमा चाहिँ आर्टिस्टहरुलाई चाहिँ गाह्रै पर्छ either you know they try to make you perform for free or either they're gonna like deduct like nearly half of the amount that you ask for त्यो चाहिँ एउटा छ not with like or like big organizers तर जुन टोलमा हुन्छ यसो तर hopefully it will improve in near future तर त्यो एउटा ब्याड एक्सपिरियन्स चाहिँ छ मलाई मात्र हैन त्यो अब थुप्रै मैले चिनेको यताउति नेवा आर्टिस्टहरु अहिले जो आइराछ उहाँहरुको लागि छ उहाँहरुसँग पनि छ अनि प्लस लाइक हाम्रो लेजेन्डरी सिंगर्सहरुलाई पनि यु नो लाइक जस्तै नाम त लिन म तर लेजेन्डरी सिंगर्सहरु पनि छन् नि त धेरै जना सो उहाँहरुलाई पनि गाह्रो छ किनकि यस्तो प्रोग्राम्सहरुमा चाहिँ उहाँहरुलाई पनि लाइक त्यस्तो लाइक रेस्पेक्टेबल अमाउन्ट चाहिँ दिदैन जस्तो लाग्छ कमर्शियलाइजेसन चाहिँ हामीले एउटा जब वा के अरु पार्ट टाइम पनि सोचिराख्नु पर्ने हुन्छ प्योरली अब लाइक यु नो लाइक नेवा गीत मात्र गर्ने भए चाहिँ हैन त्यो गाह्रै छ अनेस्टली टु बी अनेस्ट किनकि त्यो अब कसको फल्ट हो मलाई थाहा छैन सायद त्यो इन्डस्ट्री नै त्यस्तो भइराछ तर यो चाहिँ इम्प्रुभमेन्टको आवश्यक चाहिँ छ कमर्शियलाइजेसन हुनुपर्छ जस्तो लाग्छ नयाँ जेनेरेसनको कोही सिंगर वा अब जुन न्यू कमर्सहरु छ उहाँलाई नेपाल भाषाको इन्डस्ट्रीमा म्युजिकल इन्डस्ट्रीमा भित्र आउनु छ भने व्हाट आर द थिंग्स कि उहाँहरुले यो चाहिँ एकदमै याद गर्नै पर्छ यो अलिकति डिफिकल्ट क्वेशन छ यसमा चाहिँ लाइक डिफरेन्ट लाइक एस्पेक्ट्सहरु चाहिँ हामीले टच गर्न सक्छ अब सक्सेस एज इन व्हाट हैन लाइक भ्यूज हो कि सक्सेस एज इन लाइक शोजहरु धेरै पाउने हो कि सो डिफरेन्ट कुराहरु आउँछ यसमा तर इफ यु जस्ट एन्टरिङ एन्ड यु वान्ट टु सस्टेन देन लाइक जस्ट keep doing what you're doing, be consistent, make your own genre अलिकति unique बनाऊ हैन like make that genre of music you know like make it like that like you know like it gets recognized as your music हैन त्यो एउटा युनिकनेस चाहिँ हुनु पर्यो